के हो हिन्दू धर्म भने? हिन्दू धर्म भने के? हिन्दू भनेको कहिलेबाट चल्यो? यो वैदिक होइन, सनातन होइन, उपनिषद होइन, यो पौराणिक धर्म होइन, के होइन। यो हिन्दू भन्ने कहिलेबाट आयो? हिन्दू भनेको खास धर्मै होइन। ल सुन बड्डा, नेपालमा हिन्दू धर्मको इतिहास धेरै नै पुरानो छ। विद्वानहरूको अनुसार नेपालमा हिन्दू धर्मको सुरुवात करिब 3 देखि 4000 वर्ष पहिले नै भएको थियो। यसलाई म 4 भागमा विभाजन गरेर भन्छु, तिमीहरूलाई बुझ्नमा सजिलो होला। नम्बर 1, वैदिक काल। नेपालमा हिन्दू धर्मको प्रभाव वैदिक काल करिब 1500 BCE वा त्यो भन्दा पनि पहिलेदेखि नै सुरु भएको मानिन्छ। भारतबाट आएको संस्कृति, वेद, पुराण र हिन्दू परम्परा नेपालमा फैलिएको थियो। नम्बर 2, लिच्छवी काल। हिन्दू धर्म नेपालमा मजबुत रूपमा स्थापित भएको समय हो। यो समयमा राजाहरूले आफूलाई विष्णु वा शिवको भक्त घोषणा गर्थे र त्यही समयमा नै धेरै जस्तो मन्दिरहरू निर्माण भए, जस्तै पशुपतिनाथ मन्दिर र चागुनारायण मन्दिर। अझै पनि चागुनारायण मन्दिर नेपालको सबैभन्दा पुरानो हिन्दू मन्दिर मानिन्छ। नम्बर 3, मल्ल काल। हिन्दू धर्म र संस्कृति उच्च रूपमा विकसित भएको समय। मल्ल राजाहरूले हिन्दू धर्मलाई राज्यको मुख्य धर्मको रूपमा संरक्षण गरे र काठमाडौँ उपत्यकामा धेरै मन्दिर, परम्परा र चाडपर्वको विकास भयो। नम्बर 4, शाहवंश। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि देशलाई 4 जात 36 वर्णको फुलबारी भने नेपाललाई आधिकारिक रूपमा हिन्दू राष्ट्र घोषित गरियो। सन् 2008 सम्म नेपाल विश्वकै एकमात्र हिन्दू राष्ट्र थियो र 2008 पछि नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो। तर अझै पनि नेपालमा करिब 80% भन्दा बढी नेपालीहरूले हिन्दू धर्म मान्छन् र एकदमै इम्पोर्टेन्ट कुरा, नेपाललाई भगवान शिवको भूमि पनि भनिन्छ।